भीमसेनको कालमा चाहिँ भीमसेन महाराजलाई चाहिँ रागको प्रशिक्षण दिएको थियो। अनि त्यो टाइममा चाहिँ भीमसेन महाराज चाहिँ ठुलो ठुलो स्वरले चाहिँ गाइरहेको थियो। जस्तै हे ननना हेन यसरी चाहिँ ठुल्ठुलो स्वरले गाइरहेको छ। त्यो टाइममा चाहिँ त्यहाँ चाहिँ एउटा ढोबीको चाहिँ गरा हराएको रहेछ। त्यो गराको आवाज चाहिँ दरबारबाट आइरहेको रहेछ। दरबारबाट आएर गराएको रहेछ। अब यो को कराएको, यो मेरो गरा त यो दरबारभित्र किन छिरेको होला भनेर चाहिँ खोज्दै दरबारभित्र छिरेछ। देखि लिएर हाम्रो बाजागाजामा चाहिँ धेरै इन्ट्रेस्ट पनि थियो मलाई पनि। अनि हाम्रो जुन लकडाउनको दिन थियो नि, लकडाउनमा धेरै अब जब पनि कहीँ गएन, बाहिर पनि कहीँ निस्किन नपाउने बेला, त्यो बेला पनि बाँसुरी हाम्रो बाजाहरूको धेरै सिक्ने इच्छा त थियो होइन। त्यो इच्छा हुँदाहुँदै पनि हाम्रो यो जुन गुहेसा बाँसुरी खलले जुन हाम्रो बाँसुरीहरू खिहरू या अन्य कुनै सबै सिकाउने भन्ने सुन्ने बित्तिकै धेरै खुसी पनि लाग्यो र अहिले सिकि पनि रहेछौँ। त्यसमा हाम्रो यो गुहेसा बाँसुरी खललाई धेरै आभार पनि व्यक्त गर्न झिछो झिङेवा बाजा ले 88वटा बाजाले लाउ बाजा ख ठुकचा चाहिँ मगखी बाजा ड्याड है नेवार त्यसमा चाहिँ मगखी है खेटस चाहिँ मादल बाजा है अहिले वो बाजा त चाहिँ बमुचा झ्यालिन है बमुचा न है खास चाहिँ पुलाउना चाहिँ बमुचा। मेरो नाम राजेन्द्र महर्जन भयो। म गुरु राजेन्द्र महर्जन भने पनि धेरैले चिन्छ। मैले लगभग 30-35 वर्ष भयो मैले प्रशिक्षण दिँदै आइरहेको छु। मैले 100 चान्चुन जति भयो होला खलकहरूलाई मैले चाहिँ प्रशिक्षण दिँदैछु, दिँदै आइरहेको पनि छु, दिँदै पनि छु। काठमाडौँ, ललितपुर, भक्तपुर यहाँ बाहेक भ्याली बाहिर पनि मैले प्रशिक्षण दिँदैछु, अनलाइन क्लासबाट पनि प्रशिक्षण दिँदैछु। मैले चाहिँ नेवारी बाजा प्लस आधुनिक बाजामा पनि मैले अरूलाई सिकाउँदै आइरहेको छु। विभिन्न ठाउँमा आफ्नो संस्कृति बचाउनलाई आफ्नो गुरुबाट कस्तो सिकेको हो, नासरिया पूजादेखि लिएर अन्तसम्म के गुरुबाट सिकेको हो, सबै तरिकाहरू कथाहरू सबैलाई मैले लिखित पनि दिन्छु, मौखिक पनि दिन्छु। सबैलाई मैले होमवर्कहरू चेक गरेर लेखी पनि दिएर नोटेसन अहिलेको जमानामा नोटेसन अनुसार सिकाउनु पर्ने हुन्छ, नोटेसन दिएर त्यसरी पनि प्रशिक्षण गर्दै आइरहेको छु। विशेष गरी मैले चाहिँ यो नासापूजा विधि यो चाहिँ नेवारहरूले पनि बिर्सिसकेको पद्धति हो, त्योमा धेरै फोकस गरेर चाहिँ मैले चाहिँ सबैलाई चाहिँ यो विधि सिकाउँदै पनि आइरहेको छु। मैले धेरै जस्तो चाहिँ धिमे बाजा, खी बाजा लगायत नेवारी 88वटा बाजाको चाहिँ प्रशिक्षण दिँदैछु। मेरो 17 जना गुरु छन्। मैले एउटा किताब पनि लेखेको छु, हाम्रो संस्कृति तथा परम्परागत बाजाहरूको बोलहरू भन्ने किताबभित्र लेखेको छु। त्यो किताबमा मेरो 17 जना गुरु एकदमै राम्रा गुरुहरूको बारेमा पनि मैले लेखेको छु।
उहाँहरूबाट पनि धेरै ज्ञानहरू पाएर म यो ठाउँमा पुगेको छु। धेरै सङ्घर्ष गरेर पनि नेपालको ठुलो ठुलो गुरुहरूसँग पनि मैले प्रशिक्षण लिन पाएँ। नेपालको जस्तै टप गुरुहरू कुमारलाल श्रेष्ठ, सिद्धिलाल महर्जन, यिनीहरू लगायत 17 जना मेरो मेन गुरुहरू छन्। नासदियो भनेको महादेवको पनि गुरु, सरस्वतीको पनि गुरु हो। अनि अब हामीले चाहिँ गड अफ म्युजिक भन्छ, त्यो मात्र भएर पनि पुग्दैन। अनि गड अफ पावर भन्छ नाट्यश्वरी, जसले हामीले ढकिङको रूपमा पूजा गरिन्छ। नासदियो केटा भयो, नाट्यश्वरी केटी भयो। जस्तै हामीले नासदियो चाहिँ जस्तै उहाँलाई धेरै मासुहरू चल्दैन। अनि जस्तै अब बलिबिलीहरू दिँदा केही गर्नु पर्दा अन्डाहरू बलि त्यस्तो दिँदा चाहिँ त्यो हाम्रो ढकिङमा कपडामा चाहिँ दिइने गरिन्छ। अनि यो विधि भनेको हाम्रो राइट ह्यान्डेड र लेफ्ट ह्यान्डेड दुई किसिमको हुन्छ यो पूजा विधि। यो तरिका चाहिँ सबै विद्यार्थीहरूलाई अहिले सिकाउँदै पनि आइरहेको छु। हामीले सिकाउँदा चाहिँ किस्लीहरू राख्ने गरिन्छ। त्यो किस्ली भनेको श्रीयन्त्र हो। त्यसमा पञ्चतत्त्व हुन्छ, माटो, चामल, हावा, सुपारी अनि क्वाइन। यो गरेर पञ्चतत्त्वको रूपमा हाम्रो शरीरको लाई चाहिँ देवतालाई अर्पित गरेको भनेर चाहिँ मानिन्छ। अनि किस्ली चढाएर सबैलाई भित्राउने काम गरिन्छ। अनि यस जस्तै अब बिचमा हाम्रो बापूजा गरिन्छ, बपूजा भनिन्छ, बपूजा पनि भनिन्छ, बापूजा पनि भनिन्छ। आदि सकेर पूजा गरिन्छ। त्यसपछि चाहिँ अरू कोही भित्राउँदैन, त्यहाँबाट चाहिँ क्लोज नै हुन्छ। अनि नसकेसम्म त्यो अर्को ग्रुप सिकाउँदा मात्र भित्राउने कार्य हुन्छ। बापूजासम्म चाहिँ अरू विद्यार्थीहरू पनि थप्न मिल्छ, आउन मिल्छ। गुरुहरूको सल्लाह बमोजिम चाहिँ आउन मिल्छ। यो फुल कोर्स यी राम्रोसँग गर्ने भयो भने 2 वर्षको कोर्स हुन्छ। अनि जस्तै हाम्रो काम चलाऊ जात्राको लागि, जात्रा पर्वको लागि चाहिँ 6 महिनाको कोर्स हुन्छ। अनि एक्स्ट्रा 2 महिनाको कोर्स चाहिँ स्पेसल बलहरूको लागि हुन्छ। त्यसैले जम्मा 8 महिनाको हुन्छ। अनि त्यसपछि पनि स्पेसल कोर्समा लिने भयो भने चाहिँ 2 वर्षको कम्पलसरी कोर्स चाहिन्छ। नासदियो जस्तै नाट्यश्वर, नित्यनाथ विभिन्न नामले गनिन्छ। अनि हाम्रो बज्रयानमा पनि 2 जना नासदियो पर्छ, नित्यनाथ, पद्मनिटेश्वर भनेर 108 जना लोकेश्वरमा पनि परिन्छ। अनि गुरुको अनुसार चाहिँ नाट्यश्वर नासदियो 9 प्रकारको हुन्छ। उहाँले चाहिँ यो भीमसेनको कालमा चाहिँ भीमसेन महाराजलाई चाहिँ रागको प्रशिक्षण दिएको थियो। अनि त्यो टाइममा चाहिँ भीमसेन महाराज चाहिँ ठुलो ठुलो स्वरले चाहिँ गाइरहेको थियो। जस्तै हे ननना हेन यसरी चाहिँ ठुल्ठुलो स्वरले गाइरहेको छ। त्यो टाइममा चाहिँ त्यहाँ चाहिँ एउटा ढोबीको चाहिँ गरा हराएको रहेछ। त्यो गराको आवाज चाहिँ दरबारबाट आइरहेको रहेछ। दरबारबाट आइरहेको गराएको रहेछ। अब यो को कराएको, यो मेरो गरा त यो दरबारभित्र किन छिरेको होला भनेर चाहिँ खोज्दै दरबारभित्र छिरेछ। छिरेर चाहिँ यसो दरबारभित्र चाहिँ सङ्गीत कला बजाउने ठाउँमा हेरेपछि भीमसेन त ठुल्ठुलो स्वरले गाइरहेको रहेछ, राग गाइरहेछ। अनि महाराजसँग चाहिँ बिन्ती गरेर बिन्ती भाउ चढाएर, महाराज मैले त मेरो गरा हराएको थियो, तपाईँले त गराको सुरमा गाइरहनु भएछ नि, मैले त गरा हराएको भएर भित्र आएको त भनेर चाहिँ क्षमा मागेर निस्किएपछि त्यो भीमसेनलाई रिस उठ्यो। ल तुरन्तै नासदियोलाई पक्रेर ल्याउ त, यो नासदियो गुरुलाई पक्रेर ल्याउ त, यसलाई चाहिँ दण्ड दिनु पर्यो भनेर चाहिँ आदेश जारी भएपछि चाहिँ ल यसले चाहिँ मलाई दण्ड दिने भयो भनेर चाहिँ त्यहाँबाट गुरु पलायन भएर चाहिँ सप्तरुद्र पर्वत नुवाकोटमा छ, सप्तरुद्र पर्वत भन्छ, त्यहाँ चाहिँ लुक्न गएको थियो। अब यहाँबाट पाटन, ललितपुर, भक्तबाट नासदियोको सबै यो सिद्धिहरू सबै नुवाकोट गइसकेपछि यहाँ चाहिँ विसिद्धि धेरै निस्कियो। विसिद्धि राजालाई पनि अनेकौँ दुःख कष्ट भयो। विभिन्न अब भीमसेनलाई पनि दुःख कष्ट धेरै भएपछि मैले ठुलो गल्ती गरेँ, मैले गुरुलाई लखेटी दिएँ, मैले ठुलो गरी मैले क्षमा गरेर चाहिँ बिम्ती चढाएर तिमीहरूले लिएर आऊ भनेर चाहिँ 7 जना तान्त्रिकहरूलाई चाहिँ आदेश दिएर चाहिँ उता नुवाकोटमा लिन पठाएर बिम्ती भाउ गरेर त्यहाँबाट खुसी गरेर चाहिँ यता पाटनमा लिएर आएको थियो। यहाँ चाहिँ विभिन्न ठाउँमा चाहिँ नासदियोहरू छन्। त्यही टाइमकोमा चाहिँ भीमसेनले चाहिँ पलायन भएको टाइममा चाहिँ लुक्दै गल्लीभित्र गनाउन ठाउँमा लुक्न गएको थियो। अब गनाउन ठाउँमा चाहिँ राजाहरू सैनिकहरू त आउँदैन,
अनि त्यसपछि चाहिँ त्यहाँ पनि लुकेर पनि अब खोजी धेरै गऱ्यो भनेर सप्तरुद्र पर्वतमा कपिलासमा लुक्न गएको भनिन्छ। नातेश्वर र नासदिहटा दुईटै त्यता बस्न गयो। अनि त्यसमा क्षमा मागेर चाहिँ भीमसेनले यता ल्याएर गुरुको खुट्टा धोएर चरणामृत खाएर क्षमा मागेर त्यसैले भीमसेनको सँगै पनि नासदिह छ, भीमसेनको टुनालमा पनि नासदिह छ। अनि गुरु मानेर क्षमा मागेको रहेछ। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ अष्टसिद्धि नवनिधि सबै यहाँ भएर चाहिँ पाटनमा चाहिँ राम्रो भएर आएको हुन्छ। अनि पाटनको नाम चाहिँ येल भनेको येलोको मिनिङ चाहिँ नेवारमा छ भने सबभन्दा राम्रो येल भनेको जित येल भनेर चाहिँ येलोको नाम पनि त्यसबाट रहन गएको भनिन्छ। अब ठुलादेखि सानासम्म अहिले त 5 वर्षदेखि 95 वर्षसम्मको विद्यार्थी छन्। अब 95 वर्षको विद्यार्थीहरू पनि सिक्न आइरहेछन्। अब हाम्रो यो टापाहिटीमा सिकाउँदा पनि 95 कोले पनि सिकेर खाए, तर उनीहरूलाई सिकाउँदा बच्चालाई बच्चा नै हुनुपर्छ, युवालाई युवा नै हुनुपर्छ। अब उमेर सकेकाहरूलाई चाहिँ त्यस्तै बनेर चाहिँ सिकाउनुपर्छ। उनीहरूलाई कसरी हुन्छ, कसैलाई कथा भनेर सिकाउनु पर्ने हुन्छ, कसैलाई रमाइलो गरेर सिकाउनु पर्ने हुन्छ, कसैलाई फकाइ सिकाउनु पर्ने हुन्छ। त्यो सबै विधि अप्नाएर चाहिँ सिकाउँछु। त्यसो पनि विद्यार्थीहरू धेरै छन्। जस्तै अब कोही विदेशमा छन्, कोही विद्यार्थी त्यस्तो आयो कि 2 दिनमा 2 वर्षको कोर्स चाहिँ कम्प्लिट गरेर गएको पनि विद्यार्थी छन्। दिमाग त कम्प्युटर जस्तै, बोल भन्छ बजाइदिन्छ, बोल भन्छ बजाइदिन्छ। 2 दिनमा ठेमेको कोर्स कम्प्लिट गरेर गएको। अरूलाई 8 महिना 10 महिना लाग्छ त्यो कोर्स लिन, दिनदिनै सिकेर पनि। उसलाई चाहिँ 2 दिनमै त्यो 2 वर्षको कोर्स सबै सकाएर मै गजब भए। ओहो, म भन्दा पनि धेरै ट्यालेन्टहरू पनि छन्। उनीहरूलाई चाहिँ बाटो देखाउनु पर्छ भनेर कोही त अब जापानमा योगको टिचर छन्, विदेशमा पनि सिकाउँछन्, अहिले अब यो टापासीमा पनि सिकाउँछन्। उहाँहरूले एकदम ट्यालेन्टहरू पनि निस्केका छन्। अब त्यो हामी बाजा सिकाउँदा पनि विभिन्न तरिकाले सिकाउने गरिन्छ। जस्तै नासदिह लिएर आएर नासदिह तानेर सिकाएकी चाहिँ त्यो सिकाउने ठाउँमा सुत्नुपर्ने, जुत्तो खान नमिल्ने त्यस्तो रुलहरू हुन्छ। अलि त्यो रुलहरू व्रत विधिहरू गाह्रो भएर चाहिँ अब पूजा मात्र गएर प्रत्येक सोमबार आइतबार कि बिहिबार त्यो पूजा गएर मात्र पनि सिकाउन मिल्छ। त्यसले चाहिँ अलिकति विद्यार्थी वर्गहरूलाई चाहिँ सजिलो हुने। अब देउटै तानेर सिकायो कि त्यहाँ सुत्नुपर्ने हुन्छ, जुत्तो खान हुँदैन, भोज जान हुँदैन, बाजा बाहिर लान हुँदैन, त्यो सबै रुल बार्नुपर्छ। किनभने त्यो विधि तन्त्र विधिबाट सिकायो कि नासदिहको चाहिँ यो कोठामा चाहिँ जो पाए त्यो पनि आउनु मिल्दैन, यहाँ झ्यालहरू खुला गर्नु हुँदैन, बाहिरको सूर्यको लाइटभित्र आउनु हुँदैन। त्यो सबै नियम लागू गर्नुपर्छ। हामी चाहिँ बाजाहरू अब प्रशिक्षण गरेर समापन गरिन्छ, दीक्षान्त प्रोग्राम भनिन्छ त्यसलाई, दीक्षान्त कार्यक्रम। त्यो कार्यक्रम गरिसकेपछि अब त्यो कुनै ठाउँमा बलि दिन्छ, कुनै बलि नदिने ठाउँमा अन्डाहरू नरहरू पनि बलि दिन्छ। त्यसलाई चाहिँ अनि हामीले चाहिँ गुरुले चाहिँ 8वटा सीमा चाहिँ प्रसाद हुन्छ नि, मेन प्रसाद महाप्रसाद भन्छ त्यसलाई। जस्तै 1st, 2nd, 3rd, टप 5सम्म चाहिँ निकाल्न मिल्छ, टप 8मा पनि निकाल्न मिल्छ। त्यो चाहिँ निकालेर नम्बर अनुसार कसले अब त्यो 1st, 2nd लिएको हो, कसले मेहनत गरेको हो, त्यसलाई छानी गरिसकेपछि अब हामीले चाहिँ अब बलि दियो कि बलिको चाहिँ त्यो टाउको पार्ट चाहिँ हाम्रो चाहिँ वर्जयान विधिअनुसार, खड्गयान विधिअनुसार चाहिँ प्रसाद खुवाउने छ। रात्रि प्रसादमा पहिलो, दोस्रो, तेस्रो गरे हुन्छ। अब पहिलोमा बायाँ आँखा पर्न आउँछ, पहिलोमा बायाँ आँखा, दायाँ आँखा चाहिँ गुरुले लिन्छ, गुरुलाई चाहिँ प्रसाद स्वरूप उसलाई दिने हुन्छ। अनि बायाँ आँखा चाहिँ सर्वप्रथम भएकोलाई बायाँ आँखा, अनि त्यसपछि कान, दायाँ कान, बायाँ कान, अनि ठुना भन्छ, ठुना भनेको नाक है, नाक दिइन्छ। त्यसपछि दायाँ बङ्ग्रा, बायाँ बङ्ग्रा दिइन्छ। अनि त्यसपछि चाहिँ जिब्रो एउटा चाहिँ कस्तो भने चाहिँ जिब्रो एउटा चाहिँ हातमा लला गर्न मिल्दैन, हातमा दिन मिल्दैन। हातमा दियो कि हातमा लियो कि दशा लाग्ने हुन्छ, त्यो चाहिँ हातमा दिँदैन। त्यो चाहिँ त्यो लप्टे भन्छ, हाम्रो भोज खाने भाँडामा राखेर दिइन्छ। त्यसरी चाहिँ हामीले चाहिँ दीक्षान्त प्रोग्राम चाहिँ समापन गरिन्छ। त्यसपछि चाहिँ बाजा बजाएर गुरुलाई घर पुर्याउने हुन्छ, किबो राखेर घर पुर्याउने, विद्यार्थीहरूले बाजा बजाएर घर पुर्याउनु पर्छ। त्यसपछि दीक्षान्त प्रोग्राम चाहिँ सकेको हुन्छ। त्यो नियमहरू त जहाँ पनि हुन्छ। अब कसैको बौँ सिस्टम भन्छ, जरिवाना तिराउने।
अब 5 मिनट ढिला भयो कि 5 रुपियाँ, 10 मिनट ढिला भयो 10 रुपियाँ। अब कसैलाई अब त्यो गर्दा पनि नभए कि कसैलाई अब पनिसमेन्ट नै दिनुपर्ने हुन्छ। कहीँ कहीँ उठबस पनि गराउँछु म, कहीँ कहीँ माया पनि गर्छु, कहीँ रुलमा चाहिँ धेरै राख्नै खोज्छु। अनि लास्टमा अन्तमा सबै चाहिँ राम्रै भएर निस्किन्छ। उनीहरूलाई कुन रुलमा लग्दा राम्रो, गाली गर्दा राम्रो कि उनीहरूलाई पनिसमेन्ट दिँदा राम्रो कि उनीहरूलाई खुवाएर राम्रो कि होइन, उनीहरूको अनुसार चाहिँ त्यो सिचुएसन अनुसार चाहिँ त्यो पनिसमेन्ट पनि मिलाएर कार्य समितिहरू बैठक बसेर उनीहरूलाई सोधेर उनीहरूसँग चाहिँ आज्ञा लिएर चाहिँ अब कसरी जाने भयो यसलाई भनेर चाहिँ हामी चाहिँ विद्यार्थीहरू तयार गर्छौँ। अब यो सिक्नको लागि धेरै जानकारी त मेहनतमै पर्छ, प्र्याक्टिसमै पर्छ। अब कसैले क्लास वर्क गर्छ, होमवर्क गर्दैन, त्यस भएकै चाहिँ त्यसको चाहिँ विद्या आदि हुन्छ। जसले चाहिँ क्लास वर्क पनि गर्छ, घरमा गएर जस्तै बाल्टिन होस्, बाटा होस्, पाटा होस्, जुनमा बजाएर प्र्याक्टिस गरेर आउँछ, चाहे छातीमा होस्, त्यो प्र्याक्टिस गरे कि अब हामी पहिला त त्यति सिक्छौँ कि टोयलेटमा बस्दा पनि घुँरामा बजाइराख्ने बानी छ। त्यसो गर्दा 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 गुरुले होमवर्क दिन्छ, भोलि त त्यो कण्ठ गरेर जाने, क्लास वर्क प्लस होमवर्क गरेर अहिले यो ठाउँमा पुग्यो। अब आजकल त धेरै क्लास वर्क गर्छ, क्लासमा मात्र प्र्याक्टिस गरेर घरमा केही गर्दैन, त्यस भएर अनि कोर्स लम्बिने छ। अब त्यसलाई पनि कसरी मिलाएर जाने हो, हामी चाहिँ त्यो मिलाएर सिकाउँदैछौँ। अहिले पनि हात पनि समातेर सिकाएर, हातै नजान्छ हात समातेर सिकाएर, बाजा पनि फुटेको पनि छ, बाजा फुटेर अब धेरै नोक्सान भएको पनि छ। अब त्यो यो खी बाजा पनि सिकाउनु गरेर एकजना त्यस्तै विद्यार्थी छ कि मैले त उसलाई प्लास्टिक ल्याएर बजाऊ भनेको, जहिले पनि खी त्यो खरी निकालिदिन्छ, नयाँ खीको पनि खरी निकालिदिन्छ है, पुरानो खीको त झन् कालै बनाइदिन्छ। त्यस्तो विद्यार्थीमा अहिले चाहिँ गुरु भएर निस्केको छ। उसलाई पनि मैले राम्रो प्रशिक्षण दिएँ। उसलाई के गर्दा हुन्छ, पाउडर ल्याएर बजाउँदा हुन्छ कि अब प्लास्टिकै लाउनु पर्ने हो कि पन्जाइ लाउनु पर्ने हो, त्यो तरिका अप्नाएर कसैलाई बरफमा औँला डुबाएर बजाउनु लगाउनुपर्छ, कसैलाई यहाँ चुराहरू हुन्छन् फलामको चुराहरू लगाएर वेटहरू राखेर बजाउनु पर्ने हुन्छ। त्यसरी गरेर उसलाई पनि अहिले ऊ पनि गुरु नै रूपमा छ। मलाई चाहिँ त्यसो इरिटेट झर्को ल्याए जस्तो हुँदैन। मलाई चाहिँ कुरा नसुने कि मात्र अलिकति गाली गर्ने हो मैले। म चाहिँ 10 पट्टि 20 पट्टि भन्नु पऱ्यो पनि झर्को लाग्दैन, किनभने हाम्रो संस्कृति सम्पदा हो, हाम्रो देशको यो गहना हो। यो गहना हराइसकेपछि देशको अस्तित्व नै हराउँछ भने चाहिँ गुरुबाट लिएको ज्ञान चाहिँ सिरोडार गरेर झर्को नमानी जति नै मनमा झर्को ल्याए पनि सबैलाई चाहिँ पूजाविधि अनुसार कसरी, जस्तै देउटा ढोक्नुपर्छ कसरी हुन्छ, सबै टाइम अनुसार एकैचोटि सबै सिकाउने होइन कि टाइम अनुसार त्यो टाइम हेरेर उनीहरू इन्ट्रेस्ट जागेको टाइम त्यसरी सिकाउँदा चाहिँ सबैले चाहिँ राम्रोसँग सिक्ने रहेछ। जस्तै अब बिम्टी पत्र ऋण चराए भए चाहिँ जानिन्छ। जस्तै अब कसैले किन्न खोजेको चाहिँ म जान्दिनँ, म चाहिँ स्वतन्त्र चल्ने मान्छे भयो। अझ कसैले यति पैसा दिन्छु उति पैसा दिन्छु, मलाई विदेशमा यी बस भनेको छ, घरै किनिदिन्छु भनेको छ, म त्यहाँ पनि बसेन, म किन्न खोज्ने ठाउँमा कहीँ बस्दिनँ। जसले माग्छ नि विद्याहरू माग्छ, मागेको ठाउँ जसलाई पनि समुद्र हो, जति नै पानी लगे पनि लगोस्, जसलाई पनि। अहिलेसम्म पनि धेरै जस्तो मलाई भन्छ महिनाको 2 रुपियाँ लिने गुरु भन्छ मलाई 2 रुपियाँ मात्र दिए पनि पुग्छ। इच्छाले दिए कि कसैले फलफुल दिन्छ, कसैले इच्छाले दिने चिज हो। जति दिए पनि मैले जति जस्तै धनीलाई गर्ने व्यवहार पनि एउटै, गरिबलाई गर्ने पनि व्यवहार पनि एउटै हो मेरो। मलाई चाहिँ किन्ने खोज्ने ठाउँमा चाहिँ म चाहिँ जान्दिनँ धेरै। म चाहिँ त्यो सबै हेरेर मात्र आफूले चाहिँ कदम चाल्छु। त्यो कदम चाल्नलाई पनि अब जस्तै कसैले चाहिँ ल यति पैसा दिन्छु उति पैसा, अब उनीहरूको त एउटा चाहिँ यो सङ्गीत भनेको यो नाट्यस्वर नासर्य भनेको नोकर होइन नि, एउटा परिवेश गुरु भन्नुसारी त्यो उनीहरूको त नोकर त होइन। त्यसरी म चाहिँ सिकाउँछु। तिमीहरूलाई मैले सिकाउन आयो, जति सिकोस्, जति यो बुङ्गाजाबाट चाहिँ पानी लगोस् सिकोस्, त्यही हो। त्यसैले त यो गुरु पूर्णिमा मेरो 2 दिनसम्म गुरु पूर्णिमा हुन्छ, दिनभरि हुल हुन्छ मेरोमा। मैले कमाएको सम्पत्ति त्यही हो, दिनभरि नै हुल हुने कारण के त, टिका एउटा लाउन पनि हुल हुन्छ। जस्तै ठुल्ठुलो गुरुहरू पनि आउँछ, मैले सिकाएको विद्यार्थीहरू, उनीहरू पनि आँखा ठाउँमा जानुपर्ने हुन्छ। अनि कोही बिहान कोही दिउँसो, दिनभरि 2 दिनसम्म हुल हुन्छ। त्यो भनेको मैले कमाएको सम्पत्ति हो, मैले स्वइच्छा कमाएको सम्पत्ति हो। त्यसैले आफूले कमाएको सम्पत्तिमा आफूलाई चाहिँ गर्व लाग्छ। यो हाम्रो चाहिँ नेपालीको यो नेवारको मात्र होइन, यो सबै सम्पूर्ण नेपालीहरूको बाजाहरू हो। यो सबैले सिक्दा पनि मिल्छ, सबैले चाहिँ यसमा चाहिँ प्रशिक्षण लिँदा पनि मिल्छ। आफ्नै बाजा हो,
यो बाजामा त सब विदेशीहरूले पनि चासो देखाएर धेरैले सिकेका छन्। मकामा धेरै सिक्न आउँछ, सबैलाई चाहिँ सिकाइदिन्छु। मेन हाम्रो यो नासदीय तन्त्र परम्परा चाहिँ जथाभावी सिकाउन मिल्दैन, त्यो योग्य व्यक्तिहरूलाई मात्र दिइने हुन्छ, त्यो अनुसार चाहिँ सिकाउँदै आइरहेको छु। अन्तिममा हाम्रो यो सङ्गीत नेवारी सङ्गीत भनेको एउटा लुकेको चिज, यसमा चाहिँ देउटाहरू नै आह्वान गर्ने लुकेको चिजहरू जस्तै पङ्गा काँ होइन, जस्तै यो फुलचोकी माझो भन्छ हाम्रो पानी पार्ने देउटा, नेवारहरूको पानी पार्ने देउटा भन्छ फुलचोकी माझो, त्यसलाई आह्वान गरेर पानी पार्ने समय बोल्छ। हाम्रो धेमेमा त्यो बोल्छ, त्यो पानी नपरेसम्म बजाउनुपर्छ त्यो बोल। जब पानी परेपछि रोकेर धेमे सँगसँगै पानी पनि सँगसँगै आउँछ। त्यत्रो तन्त्र विधि भएको बाजाहरू हो धेमे, न्याखी, दाफाखी, विभिन्न यस्तो चाहिँ तान्त्रिक बाजा भनिन्छ। यो तान्त्रिक बाजालाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर चाहिँ युवा वर्गहरू हाम्रो यो सबै सङ्गीत प्रेमीहरूलाई यो तन्त्र सम्बन्धी सिक्ने, यसलाई चाहिँ बिक्री वितरण गर्ने होइन, यसलाई चाहिँ दान दिनुपर्छ। दान भनेको ठुलो चिज हो, दान दिएर यसलाई चाहिँ संरक्षण गर्नुपर्छ। अब कसैले मिडिया मार्फत होस्, त्यसो चाहिँ यसलाई डकुमेन्ट्री गरेर होस्, यसको चाहिँ संरक्षण गर्नु चाहिँ अति आवश्यक छ। यति भन्दै कुरा यहीँ टुङ्गाछु। धन्यवाद। सम्पूर्णमा नमस्कार, म समाज विष्ट चन्द्रगिरी 12 बलम्बुबाट। म यस बलम्बुमा रहेको गोइस्वाङका बाजा खलले सुरु गरेको बाँसुरी क्लासमा म यहाँ क्लास लिन आइरहेको 3 महिना भइसक्यो। गुरुले अहिलेसम्म राम्ररी नै सिकाउनु भएको छ। म गृहिणी भएर पनि समय मिलाएर यहाँ बाँसुरी सिक्न आइराखेको छु। मलाई धेरै रमाइलो पनि लागेको छ, अलि गाह्रो पनि भएको छ, तैपनि हिम्मत जुटाएर म सिक्न आइराखेको छु। अहिले जो घरमा गृहिणी भएर बसिराख्नु भएको छ उहाँहरू सबैलाई म अनुरोध गर्न चाहन्छु कि अलिकति समय मिलाएर गाह्रो भए पनि सिक्न आउनु होला, अनि घरमा मात्रै बसेर तनावमा नबस्नु होला, यहाँ आएर तनावबाट मुक्त पनि हुनु होला भनेर सबैलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। ल नमस्ते, मेरो नाम अशोक महर्जन, चन्द्रगिरी 12 बलम्बुबाट। यस बलम्बुमा ऐतिहासिक बाजा बाँसुरी, खी, मादल सिकाउने भन्ने कुरा सुनेर मैले पनि सिक्ने चाहिँ इच्छा गरेर म पनि आएँ। सिक्ने क्रममा गुरुले चाहिँ लगभग 13-14वटा गीत सिकाउनु भएको छ। सिक्ने क्रममा मैले बाँसुरी, मादल, खी अलिअलि सिकिरहेको छु। अनुभव अब सुनाउनु पर्दाखेरि मैले चाहिँ अन्य बाजाहरूमा काँ बाजा, जस्तै ठुलोलाई काँ बाजा भन्छन् अनि सानोलाई चाहिँ पङ्गो बाजा भन्छन्। यो बाजा भनेको ऐतिहासिक बाजा हो। यो पुरा देवी देवताहरूलाई चाहिँ जात्रा गर्दाखेरि निकाल्ने बाजा हो र मान्छे मर्दाखेरि पनि बजाउनु पर्ने बाजा हो। यो एकदम महादेवको चाहिँ बाजा हो। यो सिक्ने क्रममा मैले धेरै अनुभव बटुलेको थिएँ। त्यसमा मैले बोलमा पनि बजाउनेमा पनि प्रथम स्थान हासिल गर्न सकेँ। देवताहरूको चाहिँ मन्त्रबाट चाहिँ बोल बनाएको हुन्छ, त्यो चाहिँ हामीले चाहिँ एकदम बुझेपछि एकदम हामीलाई चाहिँ भूत राक्षसबाट मुक्त हुन चाहिँ सकिने चाहिँ त्यस्तो मन्त्र रहेको छ। यो चाहिँ पुरा सिक्दा पनि एकदम लाइभै सिक्नुपर्ने हुन्छ। जस्तै अब मान्छे मर्दाखेरि अब हामी मसान घाटमा लास लिएर जाँदाखेरि त्यो बोल बजाउने चाहिँ पुरा लाइभै सिक्नुपर्छ। त्यो भित्र चाहिँ सिकेर चाहिँ सिकाउनु चाहिँ गाह्रै हुन्छ। उहाँलाई नै भेट्न पाउँदाखेरि एकदम खुसी लागेको छ र साथसाथै यहाँका व्यवस्थापकहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो सानो मन्तव्य टुङ्गाउँछु। धन्यवाद। नमस्ते, मेरो नाम स्वर्णिम श्रेष्ठ हो। म बलम्बुमा अहिले बाँसुरी सिकिरहेको छु। म यो बाँसुरी चाहिँ चैतको लास्टदेखि सिकिरहेको छु, लगभग वैशाखदेखि। अनि मलाई यहाँ सिक्न आउँदाखेरि चाहिँ एकदमै शान्ति र एकदमै रमाइलो लाग्छ, एकदमै रमाइलो वातावरण छ। यहाँ आएदेखि चाहिँ मलाई भगवानहरूको बारेमा पनि धेरै थाहा भएको छ, नास्यहरूको बारेमा। अनि गुरु पनि एकदमै राम्ररी सिकाइराख्नु भएको छ। मैले पहिलाभन्दा बढी एकदमै राम्ररी सिक्न पाइरहेको छु।
नमस्ते, मेरो नाम राजीव महर्जन। हामीले गोयसमा बाजा खलोको एउटा नाम राखेर हामीले यो परापूर्वकालदेखि चल्दै आएको यो बाँसुरी बाजा खललाई जीवन्त बनाउने हिसाबमा फेरि पनि अहिले हामीले प्रशिक्षण कार्यक्रम सुरु गरेका छौँ। यसमा हाम्रा गुरुजी आदरणीय गुरुजी एकदम उहाँ समयमा आएर एकदम हामीलाई चाहिँ हाम्रो प्रशिक्षार्थीहरूलाई चाहिँ राम्रोसँग सिकाइराख्नु भएको छ। उहाँले पनि बडो मेहनतका साथ आफ्नो विद्यार्थीहरूलाई चाहिँ राम्रो होस् भनेर चाहिँ बडो एकदम समयमा उ गरेर चाहिँ राम्रोसँग प्रशिक्षण गर्नुभएको छ। सबै भाइ बहिनीहरू एकदम खुसीका साथ सिकिराख्नु भएको छ। उहाँहरू पनि एकदम इन्ट्रेस्ट लिएर एकदम आफ्नो संस्कृति बचाउनुको लागि चाहिँ बचाउनुपर्छ। हाम्रो गाउँघरको चाहिँ पूर्वकालदेखि चलिआएको यो संस्कृति लोप गराउनु हुँदैन, बचाउनुपर्छ भन्दै उहाँले एकदम मेहनतका साथ सिकिरहनु भएको छ। यसरी सिक्दै जानु होला भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु भाइ बहिनीहरूलाई। यसरी नै हामीले मेहनत गऱ्यौँ भने आफ्नो संस्कृति बचाउन सकिन्छ। हामीले मेहनत गरौँ, के अरे हामीले अलिकति नबुझेको गर्न नसकेका चिजहरू गुरु हुनुहुन्छ, उहाँसँग एकदम सहकार्य गरेर मेहनत गरेर सिक्नु होला। हामीले यो प्रशिक्षण कार्यक्रम गरेको चाहिँ 3 महिना भइसकेको छ। 6 महिनाको कोर्स राखेर चाहिँ हामीले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थियौँ। चैत्र 4 गतेदेखि हामीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थियौँ। 3 महिना भइसकेको छ। अब कोही कसैलाई इच्छा छ, सिक्ने इच्छा छ भने अर्को हामीले कार्यक्रम चाहिँ असोजदेखि दसैँपछि चाहिँ हामीले फेरि सिकाउने निर्णय गरेका छौँ। यसमा चाहिँ हाम्रो गाउँघरमा बस्नुभएका, हाम्रो बलम्बु 12 मा बस्नुभएका सबै दिदीबहिनीहरू जसलाई इच्छा छ सबै यहाँ सम्पर्क गरेर विद्यार्थी, गृहिणी जसलाई इच्छा छ सबैलाई स्वागत छ, निमन्त्रणा छ। आउनुहोस्, सिक्नुहोस्, आफ्नो संस्कृति बचाउनुहोस्। हाम्रो गाउँघरमा चलिआएको परापूर्वकालदेखि चलिआएको संस्कृतिलाई हामीले बचाउनुपर्छ। बचाउन सक्यो भने हामीले आफ्नो पुस्तालाई देखाउन सकिन्छ। हाम्रो परम्परा यस्तो थियो, यस्तो छ, अब यस्तो हुनेछ, हामीले बचाउने हो भन्ने एउटा हाम्रो पिँढीले पनि सिक्नेछन्। त्यही भएर हामी सबै एकजुट भएर यो संस्कृतिलाई बचाउँ। आउनुहोस्, दसैँपछि फेरि हामीले सिकाउने कार्यक्रम राखेका छौँ। सबैलाई स्वागत छ, आउनुहोला। धन्यवाद। नमस्ते, मेरो नाम दिनेश महर्जन, म कोषाध्यक्ष। हाम्रो गुरु राजेन्द्र सरले चाहिँ यहाँ टाइम दिएर चाहिँ सबै भाइ बहिनीहरूलाई चाहिँ राम्रो सिकाउनु भएको रहेछ। त्यही भएर मलाई पनि धेरै खुसी लागेको छ। नमस्कार, म नवीन महर्जन, चन्नागिरी 12 बलम्बुबाट। यहाँ बाँसुरी यहाँ सिकाइको क्रममा हाम्रो गुरु राजेन्द्र महर्जन उहाँ एकदमै राम्रो हुनुहुन्छ। उहाँले धेरै बाजाहरू सिकाउनुहुन्छ, जस्तै कि तपाईँको 84वटा जति बाजाको चाहिँ उहाँले सिकाउनुहुन्छ। धेरै राम्रो सिकाउनुहुन्छ। तर हाम्रो चाहिँ यहाँ बाँसुरीमा चाहिँ बाँसुरी सिकाउने भनेको बाँसुरी भयो, अनि मादल खी मादल तिमे यहाँ सिकाउने चाहिँ यहाँ क्रम छ। तर बाँसुरीको सबैभन्दा महत्त्व के छ भन्दाखेरि यो जुन यो काठको बाँसुरी भयो, यसलाई घोर बाँसुरी भन्छ। जस्तै कि बाँसको बाँसुरी भन्दाको यो बाँसुरीमा चाहिँ धेरै फरक छ। यसमा सबैभन्दा महत्त्वपूर्ण के छ भने हाम्रो बाजे बराजुहरूले बचाउँदै आएर संस्कृति जगेर्ना गरिरहनु भएको छ। अब हाम्रो यो जस्तै कि परम्परागतमा यो बाजाहरू चाहिँ धेरै महत्त्वपूर्ण छ। यसको लागि चाहिँ हामीले यो परम्परागतमा हामीले जगेर्ना गर्नुपर्ने भएर हामीले यसरी हामीले चाहिँ हामी दाजुभाइ सबै मिलेर हामीले फेरि यो सिकायौँ। सङ्गीत भनेको यस्तो चिज हो कि सङ्गीत भन्ने बित्तिकै मान्छेहरूलाई यति आनन्ददायक सङ्गीत भनेको यस्तो हो। त्यही भएर सबैजनाले चाहिँ सिकेको राम्रो हुन्छ हैन। सबैजनाले सिकेर यो सङ्गीतमा गुन्जियो भने चाहिँ हरेक टेन्सनबाट मुक्त पाउनुहुन्छ। र हाम्रो जस्तै कि जुन यो परम्परादेखि चलिआएको हामीले त्यो संरक्षण गर्न पनि सकिन्छ। हामी विभिन्न जात्रामा सहभागी भइरहेछौँ। अब जस्तै कि मालेसिम जात्रा भयो,
अब गाई जात्राको जात्रामा भयौँ सँगसँगै जस्तै कि हाम्रो अब जङ्गु भोजमा अब हामीलाई निमन्त्रणा भयो भने हामी त्यसमा पनि सहभागी हुन्छौँ। नमस्कार, मेरो नाम स्वर्णिम अर्जन र म यो गोइसा बाँसुरी खलामा खी र बाँसुरी सिक्छु। म चाहिँ पहिला बाँसुरी नै सिक्छु भनेर आएको, तर गुरुबाले जसरी सिकाउनु भयो, सजिलो गरेर सिकाउनु भयो, म त्यो देखेर म खी पनि सिक्ने निर्णय गरेँ र म अब अहिले दुइटै राम्रै सिकिरहेको छु। नमस्ते, म सुमन देवी महर्जन, चन्द्रगिरी 12 बलुमा बस्छु। पहिलेदेखि मेरो चाहिँ यो हाम्रो बाँसुरी खलादेखि लिएर हाम्रो बाजागाजामा चाहिँ धेरै इन्ट्रेस्ट पनि थियो मलाई पनि। अनि हाम्रो जुन लकडाउनको दिन थियो नि, लकडाउनमा धेरै अब जबसब पनि कहीँ गएन, बाहिर पनि कहीँ निस्किन पाउने बेला, त्यो बेला पनि बाँसुरी या हाम्रो बाजाहरूको धेरै सिक्ने इच्छा त थियो होइन। त्यो इच्छा हुँदाहुँदै पनि हाम्रो यो जुन गुहेसा बाँसुरी खलाले जुन हाम्रो बाँसुरीहरू खीहरू या अन्य कुनै सबै सिकाउने भन्ने सुन्ने बित्तिकै धेरै खुसी पनि लाग्यो र अहिले सिकि पनि रहेछौँ। त्यसमा हाम्रो यो गुहेसा बाँसुरी खलालाई धेरै आभार पनि व्यक्त गर्न चाहन्छु। र यसमा चाहिँ मैले चाहिँ यो हाम्रो गुहेसा बाँसुरी खलामा हाम्रो बाँसुरी, हाम्रो हाम्रो मादल, ढोलक सबै हाम्रो गुरुबाले सिकाउनुहुन्छ र मैले पनि यहाँ आउँदाखेरि त अब के सिक्ने भनेर निर्णय त भएको थिएन, तर मलाई चाहिँ नि हाम्रो खी बाजामा चाहिँ एकदम इन्ट्रेस्ट थियो। त्यही अनुसार चाहिँ मैले पनि अब हातहरू त्यस्तो चाहिँ के पनि थाहा थिएन मलाई कसरी चलाउने। त्यसरी पनि हाम्रो अब यो यसमा चाहिँ नि केही अनुभवै नभएकोमा चाहिँ हाम्रो गुरुबाले चाहिँ यसरी सिकाउनु भयो कि जुन अब जाँदा हामीले गर्दा पनि एकदम इन्ट्रेस्टेड भएर सिक्न पाइरहेछौँ कि हामीले चाहिँ। तर खासमा त्यसको अनुभव त मलाई केही थिएन होइन। हाम्रो गुरुबाले पहिल्यैदेखि सबै जानकारी दिएर र त्यसरी सिकाउनु भएको पनि छ होइन। त्यही भएर जुन अरू बाजा खला हुन्छ, अरू ठाउँमा हाम्रो गुरुबाहरूले चाहिँ नि अब पिटेर हुन्छ कि त्यसरी हुन्छ कि हामीले सिकाउनुहुन्छ भन्नुहुन्छ, तर हाम्रो यस बाजा खलामा चाहिँ हाम्रो गुरुबाले चाहिँ नि त्यसरी केही पनि नगरिकन एकदम इन्ट्रेस्ट हाम्रो जुन स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरू कसरी सिक्न मन पराउनुहुन्छ त्यस्तै गरी नै उहाँले पनि सिकाइ पनि रहनु भएको छ। त्यही भएर त्यसरी नै हामीले सिकाइरहनु भएको भएर चाहिँ अब हामी सबैजना इन्ट्रेस्टेड भएर सिकि पनि रहेछौँ। त्यसको लागि हाम्रो गुरु राजेन्द्र सरलाई चाहिँ एकदम आभार व्यक्त गर्न चाहन्छु। र अनि आगामी हाम्रो जति पनि छ नि महिला दिदीबहिनीहरूलाई एउटा बाजा सिक्नु टाइम निकाल्नु भनेको धेरै गाह्रो पनि चिज हो। तैपनि हाम्रो एउटा इन्ट्रेस्टेड हाम्रो समस्यादेखि लिएर समस्या समाधान गर्नेदेखि लिएर समस्याबाट मुक्त हुनुदेखि लिएर हामी चाहिँ यस्तो बाजागाजा चाहिँ नि हामीले सिक्नुपर्छ भन्ने चाहिँ नि सिक्नुपर्छ भन्ने चाहिँ लाग्दछ मलाई पनि। त्यही भएर जति पनि दिदीबहिनीहरू हुनुहुन्छ यहाँ यसरी सिकाइराख्नु भएको छ, एकदम टाइम मिलाएर चाहिँ आउनु पनि भन्न चाहन्छु। र सबैजनाले आफ्नो इन्ट्रेस्टेड लागेकोमा चाहिँ नि सिक्नलाई पनि आउनु भन्न पनि चाहन्छु। नमस्कार, जोजलपा, मेरो नाम आयसा श्रेष्ठ, म यस चन्द्रगिरी 12 बलुङमा बस्ने गरेको छु। यता यो गोइसा बाँसुरी खलामा हाम्रो यो ट्रेनिङ दिएको फर्स्ट डेदेखि त म आएको होइन है, यस्तै आएको 1-2 महिना जति भइसकेको छ। म फर्स्टमा आउँदा चाहिँ मलाई बाँसुरीमा फु पनि गर्न जानेको थिएन क्या होइन। अनि अहिले यहाँ गुरु राजेन्द्र सरले अनि अर्को एकजना गुरु आउनुहुन्छ, उहाँले चाहिँ एकदम राम्रो ट्रेनिङ दिइरहनु भएको छ। सबैलाई जस इक्वली नै ट्रेनिङहरू पाइरहेछौँ हामीले। अनि अहिले जेरो सुरु गरेको म अहिले चाहिँ यता जति जस क्लास लिइरहनु भएको छ, जतिवटा बोलिदिनु भएको छ, त्यो सबै नै अलि आएको नै छ अहिलेसम्मको लागि। अनि त्यसपछि त्यसको लागि चाहिँ सबैलाई धन्यवाद पनि भन्न चाहन्छु, यो गोइसा टिमलाई नि धन्यवाद भन्न चाहन्छु। नमस्ते, मेरो नाम चाहिँ लस्ता महर्जन हो। म चाहिँ चन्द्रगिरी बलम्बु 12मा बस्दै आएको छु पहिलेदेखि। अनि मैले बाँसुरी सिक्न थालेको चाहिँ यहाँको स्टार्टिङदेखि हो, तर बिचमा चाहिँ म 1 महिना जति नै ग्याप पाएको थियो मेरो एक्जाम भएर। बिचमा जति छुटे पनि गुरुले पछि राम्ररी सिकाउनु भयो। अनि अहिले सिक्दैछु अनि दिदीहरूले पनि राम्ररी नै सिकाउनु भएको छ, किनभने बिचमा मेरो धेरै ग्याप भएको थियो। त्यही पनि अहिले राम्ररी नै सिकिरहेको छु। म चाहिँ यता भूकम्प आएदेखि गाउँबाट बाहिर गएको थियो, अनि त्यही भएर मैले गाउँको मान्छेहरू धेरै चिनेको थिएन। अहिले यता आएर चाहिँ मैले सबैसँग घुलमिल हुन पाएँ। अनि नेवारी भाषा पनि अलिक कम भएको थियो बाहिर गएर। अहिले चाहिँ नेवारी भाषा बोल्नुहुन्छ सबैजना, त्यही भएर नेवारी भाषा पनि सिक्दैछु।
नमस्कार, म सृजना महर्जन चनागिरी 12 बलम्बुमा बसोबास गर्दै आएको हो। अनि हाल अहिले चाहिँ नि म गुएसमा बाजा खलमा चाहिँ नि ट्रेनिङ लिँदैछु र सुरुमा म आउनुभन्दा अगाडि चाहिँ नि मलाई बाजाहरूमा चाहिँ धेरै इन्ट्रेस्ट थियो। मलाई बाजाहरू सिक्न एकदमै मन थियो। जुन मेरा साथीहरू चाहिँ नि बाजाहरूमा चाहिँ नाचगान गरेर गएको त्यो देख्दाखेरि धेरै रमाइलो लाग्थ्यो र अहिले चाहिँ नि म हाल यहाँ गुएसमामा चाहिँ अवसर पाएर चाहिँ नि म सिक्न पाइरहेको छु। हाम्रो गुरुबादेखि लिएर सबैबाट चाहिँ नि मैले ट्रेनिङ लिएर राम्रोसँग सिकिरहेको छु। अनि मलाई एउटा कुरा के भन्न मन लाग्छ भने चाहिँ नि गुरुबा भन्ने बित्तिकै मलाई चाहिँ नि एकदम बुढो मान्छे हुन्छ जस्तो लाग्थ्यो। तर यहाँ आएर चाहिँ नि थाहा भयो कि हाम्रो गुरुबा चाहिँ एकदम धेरै इनर्जेटिक हुनुहुन्छ। उहाँले चाहिँ नि बाँसुरीमा मात्र नभइकन हामीलाई डान्स पनि सिकाउनुहुन्छ। अनि त्यही गरी चाहिँ नि उहाँले चाहिँ नि हामीलाई चाहिँ नि विभिन्न बाजागाजामा पनि इन्गेज गर्नुहुन्छ। सबै ठाउँमा चाहिँ के भइरहेछ भन्ने कुरा पनि उहाँले बताउनुहुन्छ। यहाँ बाजा सिक्न पाउँदाखेरि अनि त्यसपछि रमझम गर्न पाउँदाखेरि मलाई चाहिँ नि धेरै रमाइलो लाग्दैछ। धन्यवाद। छिछो छिन्यवा बाजा ले 88वटा बाजाले लाउ बाजा ख ठुकजा चाहिँ मगखी बाजा ड्याड है नेवार त्यसमा चाहिँ मगखी है खेट चाहिँ मादल बाजा है अहिले वो बाजा त चाहिँ बमुचा झ्यालिन है बमुचा न है खास चाहिँ पुलाउना चाहिँ बमुचा ख अहिले ठो बाजा चाहिँ डाफखी बाजा है भक्तपुरे चाहिँ लालाखी न नाम चाहिँ नाकाउडो ठो बाजा चाहिँ बाजा त्यो डक्को बाजा यो बोल्यो प्रमुख केन्द्रबिन्दु थो झिटापखी बाजा ख अहिले ठो ढल्को है ढल्को बाजा रह्यो छि फिल्मी मे विभिन्न मेन ठके चाहिँ छिस युजी इन्डिया चाहिँ ढोलक न है अहिले वेकन जुनाडोपट्टि घोर बास्रे है ठो डबल ए स्केल यु ख ठके त चाहिँ ए स्केल मिलेन बास्रपी ठो झ्याली चिन्ता है झ्याली न डुपट्टि चिन्ता न डुपट्टि चिन्ता त ध्यान मिले म झ्याली चिन्ता बाजा है अहिले वो म बाबु जुनाडोपट्टि चाहिँ करताल बाजा रहेको ठो करताल हनुमान ठायोपट्टि बाजा ठो चाहिँ विशेष श्रावण भाद्रले चाहिँ विशेष सिना चाहिँ बाजा थायो बाजा ख अहिले वो बाजा चाहिँ मगखिया रहेका ठो जिथा दिनु बाजा चाहिँ तीनसु बाजा न है ता बाजा न है ठो बाजा यो छौ विशेष छुटा छ ठो बाजा चाहिँ एकदम जापी जलकाट ग्रुपसँग थायो जिया ठो बाजा थाना चोमा नापा चाहिँ सुना खनी वो चाहिँ गुरु ध्या सिधैका ठो जौया छ नि अहिले ठो ठाइबि चाहिँ अब चाहिँ गुरुतेसँग नायोतेसँग थायोगा अहिले ठो चाहिँ छिसँग लिप डिवाला ढुङ्गा बाजा सिरेक ढुङ्गा ठो डक्कुस ठो ताप आएका आएका भजन सिरेकला डापा सिरेकला भजन सिरेक ताप आएका है अहिले चाहिँ विसर्जन जिएका ठुके तौरो महटो ढुगा ठो चाहिँ नास दियो नाथ गुरु हिसाबमा काइका